यहाँ माथि चाहिँ आज चाहिँ यो बाटोको काम गरेको ठ्याक्कै 10 दिन भयो नि त अनि आजसम्ममा चाहिँ यति काम हुँदैछ। यहाँनिर चाहिँ अलिकति ढुङ्गाको अभाव भयो त्यही भएर चाहिँ नहोला है नानी भिडियो बनाउँदैछ ल ढुङ्गाको अभाव भयो नि त अनि त्यही भएर चाहिँ अलिकति काम लेट भयो नत्र भने छिटो हुन्थ्यो। यहाँ चाहिँ हुनुहुन्छ मेरो भाइ जेसीबीको खलासी भाइ अनि यो भाइ चाहिँ धेरै चकचके छ है फेरि अब यो पनि सबै ढुङ्गाहरू लिएर बिछ्याउने भनिरहेको छ अनि यो हाम्रो यो झरना चाहिँ यस्तो भयो। अब यहाँबाट म यताको हामी जाली पनि देखाउँदछु कहीँ झन्डै लड्यो नि हो यस्तरी जाली लगाएको छ यहाँनिर यस्तो पाराले काम भएको छ किनभने यहाँ चाहिँ अब पछि बर्खामा भलाउँदाखेरि चाहिँ यहाँनिर पहिरो जाने अनि भत्किने बाटोहरू भाँसिने काम भइरहेको छ नि त त्यही भएर यहाँनिर दौरो बनाउनलाई हो। त्यस पछाडि यता तलतिर चाहिँ छ हाम्रो फर्सीहरू यहाँ चाहिँ यो पालि चाहिँ धेरै फर्सीको मुन्टाहरू खायौँ तरकारी त्यस्तै छ हजुर त्यस्तै छ के गर्ने। अब हामी फेरि जान्छौँ पल्लो उयोमा पल्लो खाल्डोमा हो यसरी बुन्नुपर्छ यो जाली। यो चाहिँ कति भन्दाखेरि 2 घनको जाली रहेछ। यसको पनि आइडिया टेक्निकहरू हुनु पर्दो रहेछ कहाँनिर कति घनको लाउने भनेर। अनि यो चाहिँ बाटो चाहिँ यति ठुलो भएको छ पहिला त अब सानो थियो हैन अनि अहिले चाहिँ ठुलो नै भइसकेको छ बाटो चाहिँ राम्रो भएको छ। तर अब यहाँनिर हो यसरी पानी जाने ठाउँ पनि राखेको छ पानी जाने ठाउँ छ यस्तो तरिकाले यहाँनिर लडिन्छ है नानी यहाँनिर उसको बेस अलिकति बिग्रियो अरे भनेको सुन्थेँ त्यही भएर होला यहाँ फेरि बनाउँदैछ। अनि यहाँ काम गर्ने मान्छेहरू चाहिँ उतानिर खाजा खानु गइराख्नु भएको छ। यो जेसीबी ट्र्याक्टरमा हेल्परको काम गर्ने भाइहरू चाहिँ फेरि सानो सानो छ हो बच्चाहरू पड्के भाइ यहाँनिर चाहिँ यति काम भएको रहेछ अब यो चाहिँ परतिर बाइक आइरहेको छ यो बाइक पनि अब एकछिनको लागि चाहिँ लक भयो। लडाउँछ है यहाँ छ मेरो च्याप्टे भाइ यहाँ छ मेरो भाइ
बाटो चाहिँ यस्तो राम्रो भएको छ नि हौ फेरि यस्तो ठुलो भएको छ राम्रो भएको छ सबैतिर यस्तै बाटो भए त दामी हुन्थ्यो तर छैन अब यो चाहिँ बिस्तारै बिस्तारै यो बाटो चाहिँ धेरै नै राम्रो हुनेवाला छ तर अब अलिकति टाइम चाहिँ लाग्छ तर त्यस्तो धेरै टाइम पनि लाग्दैन किनभने यहाँको मान्छेहरू एकदमै जोरदार तरिकाले लागिरहेको छ बाटो पिच गर्नुको लागि अनि यो सबै हुँदै गरेको पनि अहिले खासमा चाहिँ अब पिच बनाउने यो पिच बनाउनको लागि चाहिँ के भन्छ सुरुवात गरेको हो प्रोसेस भएको हो किनभने अब पिच मात्रै बनाएर हुँदैन नि त यहाँनेरि पिच बनाउनुभन्दा अगाडि अब भत्किने पहिरो जाने ठाउँहरूमा त्यसलाई चाहिँ अलिकति डह्रो बनाउनु पर्छ अब यहाँनेरि हेर्दा यस्तो हो पछि यो ठुलो हुन्छ यसले धेरै बाटोहरू भसाउने भत्काउने हुन्छ त्यही भएर चाहिँ पहिला यस्तो बनाएर अनि त्यस पछाडि अब ग्राभेल गरेर चाहिँ पिच गर्ने कुरा छ अनि यहाँनेरि चाहिँ यो बाटो चाहिँ दामी हुनेवाला छ है दामी यहाँ लडिन्छ है यस्तो छ है बाटो नानीसित हो बाई मुहारै राम्रो 32 दन्त जुन तर हार खाको कसैले देख्दा भन्नु है तिमी ईश्वरकै वरदान हो